वेलकम ब्याक टु माई च्यानल। माई नेम इज प्रज्वल छेत्री। आज म नाम्ची आफ्नो साथीसँग घुम्नु जानु आँटेको छु। दिन यस्तो छ गाइस, पानी अघि पर्दै थियो अनि अहिले दिन चाहिँ त्यही कुहिरो कुहिरो भइरहेको छ, चिसो चिसो। तर मैले लुगा चाहिँ यस्तो लगाएको छु। साथी चाहिँ आउँदैछ अब नामथाङबाट, म चाहिँ पर्खिरहेको छु। त्यसले गर्दा अब हामी सँगै दुईजना नाम्ची जाने हो घुम्नु। गाइस त अब मैले एकसँग नाम्ची घुम्नु जाँदैछु। मेरो साथी हो, आज चाहिँ भुला हो। अब हामी चाहिँ पानी पर्दैछ गाइस, अन्त डर हुन्थ्यो के त हेर्दैन अलिक ल। अहिले पानी परेर म र साथी चाहिँ हेर्दा पानी कस्तो ठुलो पऱ्यो कि हामी भिज्यो, अन्त बसिरहेको छौँ। त्यही त बिजोक भएको अवस्था। हामी अब नाम्ची जाउँ भनेको, त्यहाँदेखि कलकत्ता जानु पऱ्यो। यहाँ पानी परेर हेर्नुहोस् न। हामी चाहिँ के ठाउँ के हो, हामी चाहिँ मन्दिराम भनेको यो चौतारामा चाहिँ बसिरहेको छु अहिले। ल गाइस, अब हामी फाइनली नाम्ची आइपुगेको छौँ। नाम्ची अब हामी जाँदैछौँ। त्यसले गर्दा चाहिँ म त रङ बाटोमा पो आएछु। म र मेरो साथी चाहिँ हामी अहिले चाहिँ बजार फाइनली आइपुग्यौँ। त्यसले गर्दा चाहिँ अलिक साथी चाहिँ जाँदैछ। त्यसले गर्दा भिज्यो नि हौ यहाँ त मेरो। पिज्जा खाने के लिए अभी डोमिनोज में आए हैं और मेरा दोस्त अभी देखो अभी हम वेट कर रहे हैं खाने के लिए। हामीले वेट गर्दैछौँ अहिले चाहिँ खानु लागि चाहिँ। नाम्चीको त्यो डोमिनोज यस्तो छ, तपाईँ हेरि सक्नुहुन्छ होला। अहिले चाहिँ हामी दिदीलाई पनि लैजाउँ भनेको पिज्जा, त्यसले गर्दा दुईवटा अर्डर गरेको थियो। अन्त 1000 जस्तो आएको छ। त्यसले गर्दा हेर्नुहोस्, मेरो साथीसँग चाहिँ नाम्ची आएको थियो। साथी चाहिँ यहाँ वेट गरिरहेको छ। हामी चाहिँ अब घुम्नु पनि जानु भनेको, तर अब पानी चाहिँ दिएको छैन है। पानी आयो, पानी गएर जानुहुन्छ। त्यही त हालैमा यो ओपनिङ भएको हस्पिटल हो। सिनहरू हेर्नुहोस्। नाम्ची बजार चाहिँ यस्तो छ गाइस, नाम्ची बजार यस्तो छ। हाम्रो यो चाहिँ प्याकिङ हो। अनि यो कोकसित चाहिँ अब यो पिज्जा 500 थियो। अब यहाँ साथी पनि भोकाइरहेको छ, अनि पिज्जा नि आइरहेको छ। यहाँ म पनि भोकाइरहेको छु। हेर्नुहोस् पिज्जा चाहिँ हेर्नुहोस् गाइस, दामी 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 है। तेरो दामी अन्त भयो, दाँत दुखे जस्तो भयो अलिक। साथीसँग अहिले म जाँदैछु। बजार चाहिँ यस्तो छ अहिले। बाई वन गेट वन फ्री। थोरै लेडिज मात्रै छन् दादा। क्याप्चर गर्नु किन गाइस यस्तो छ यो नाम्ची बजार चाहिँ तपाईँको। भयो ल। सबै छ र।